गाइज नमस्कार, शान्तारानी च्यानलमा यहाँहरूले स्वागत छ। मैले चाहिँ आज बङ्गुरको मासु पकाउनको लागि काट्दै छु। गाइज मासु चाहिँ बङ्गुरको मासु काटिसकेको छु भने यता प्याज रहेको छ मासुमा राख्नको लागि, यता अदुवा रहेको छ, यता लसुन अनि यता टमाटर रहेको छ। गाइज प्याज पाक्दै छ। गाइस मासुमा चाहिँ टमाटर राखिसकेको छु, मसला पनि राखिसकेको छु मासुमा।